आज हामी गाउँले पाराको बजारिया मोमो बनाएर खाने। शनिबारको दिन पुरै फुर्सदिया पारामा हामी साथीहरू आफै मेहनत गरेर मिठो मोमो बनाएर खाने योजनामा छौँ। मोमो यसै पनि नेपालीहरूको सबैभन्दा रुचाइने खाजा हो। फरक खाजा बनाएर खान र चुनावमा भोट हाल्न हामी नेपाली मोमो चाउमिन जस्तै हौँ। होटलमा आधा घन्टा लगाएर मेनु हेरेर अन्तिम अर्डर त आखिर मोमो या चाउमिन नै हो। आउनुहोस् यी बुद्धिमान नेपालीका कुरा छोडेर हामी हाम्रो कामतिर लागौँ। आज मोमो बनाउन 4-5 जना मजदुर खटिँदैछौँ। पहिले त हामी 2-3 जनाले कुखुराको मासुको किमा बनाउँदैछौँ। खुकुरीले अचानोमाथि मासु राखेर टुक्रा टुक्रा पार्दाको त्यो हातको दुखाइ मोमो खाँदा सायद भुलियो पनि। प्याज काट्ने, बन्दा काट्ने, खुर्सानी काट्ने जिम्मा अर्कैको छ फेरि। अचार विभागले टमाटर पकाउने, भटमास भुट्ने, तिल भुट्ने अनि मिक्सरमा हालेर फिनिनिन्न घुमाउँदै ट्वाक्क मिठो अचार बनाउने जिम्मा। पिठो मुछ्ने मजदुरले पिठो तयार पनि पारिसके। अब पालो किमा, प्याज, बन्दा, खुर्सानी, मसला सबै मिसाएर मोमोको डल्लाभित्र हाल्ने बनाउने। अब बेल्ना चौकामा कसैले रोटी बेल्ने अनि कसैले मोमो प्याक गर्ने र भाँडोमा राख्ने काम पनि सुरु भयो। गाउँले मान्छे हेर्नुहोस्, मोमो दाउराको आगोमा पकाएर खान आगो बाल्ने अनि पानी उमाल्ने काम पनि सुरु भयो। अब पालो मोमो स्टिम गर्ने। बिस्तारै पकाउँदै अनि पाकिसकेपछि सबैलाई भाग लगाएर पिरो अचारमा मोमोलाई डुबाउँदै खाँदा त काठमाडौँका टप मोमो पसललाई पछि पार्ने मोमो बनेछ भन्ने पक्का भयो। खाँदै जाँदा त 20-25 वटा एकैजनाले खाइएछ। मेहनत गरेपछि जाबो 20-25 वटा मोमो खानु के भो र?